हेलो एभ्रिवान। मेरो बिहानको समय चाहिँ हतारमा नै बितिरहेको हुन्छ किनभने 9 बजेभित्र नै मैले मेरो छोरीलाई रेडी गराउन पर्छ र हस्बेन्डको लागि पनि खाना तयार पारिसक्नुपर्छ। अनि त्यही भएर चाहिँ म हतारमा आज गुन्द्रुक र आलुको रेसिपी लिएर आएको छु। मैले जे पकाउँदा पनि खालि यसरी नै टमाटर प्याज यो मसलाहरू भुटेर पकाएको राम्रो लाग्छ त्यही भएर मैले पहिला नै आलु उसानेर अनि यसरी गुन्द्रुक र आलु पकाएको थिएँ। यति मिठो हुन्छ भनेर सोचेको पनि थिएन। अनि ल मेरो खाना रेडी पनि भयो। अनि त्यसपछि लागे म छोरीलाई खाना खुवाउँदै ड्रेस लगाउँदै गर्नुपर्छ उसलाई खाना खुवाउन 1-1.5 घन्टा लाग्छ। त्यो स्कुल हिँड्ने बेलासम्म मैले खाना खुवाएकै हुन्छु। अनि त्यसलाई चाहिँ च्याट्ट पारे छोरीलाई। अनि पारिसकेपछि उसलाई पठाएँ स्कुल। अनि ऊ मक्ख परेकी थिएँ। आज त अलि ह्याप्पी मोडमा थिइन्। अनि त्यसपछि उसलाई पठाएँ। राम्री भइछु भनेको मक्ख परेर ऊ मोबाइलतिर हेरिरहेकी थिइन्। अनि उसलाई पठाइसकेपछि चाहिँ म लागेँ भाँडा माझ्नको लागि। खाना त खाइसकेको थिएँ अनि घाम पनि टिलिक्क टल्केको थियो। छिटो गरेर भाँडा माझिहाल्छु भनेर अनि भाँडा पनि माझेँ। हिजो धोएर सुकाएको कपडा लिन गएको त पुरा हावाले फालिदिएछ। काँटा पनि फुटेछ। यति तोडमा आथ्यो नि त हावा। अनि त्यसपछि कपडाहरू पनि लिएर आएर पानीमा झ्याङझुक पारेर राखेँ। अब यसलाई त्यहीँ राख्नु पर्यो। अनि अलिअलि त्यहीँ सुकाउँछु भनेर लागेँ। अनि छतमा सुकाएको कपडा पानी आयो भनेर लिन जाँदै भिदिहाल्छ। त्यही भएर चाहिँ मैले बाहिर बिसुन सुकाउने गरेर सुकाइदिएँ।